तिमी भन्दा म पहिला मरौला म पहिला मरौला स्वर्ग जाने बाटोमै खुरौला हो गाईलाई चराउँदै लाली जो जान्छ कि हजुर हो पात बजाउँदै लाली जो जान्छ कि हजुर हो पात बजाउँदै सँगसँगै मरै बिताउन समय। तपाईँहरूलाई स्वागत छ है मेरो अर्को भ्लगमा। तपाईँहरूले माहौल देख्दै भर्खर फेरि एउटा बेलुन पड्क्यो बाहिर है, पड्किरहन्छ। अब के गर्न सकिन्छ त, केही गर्न सकिँदैन। भर्खर मैले चाहिँ अब यो टक्क लाएर सबै रेडी गरेर बल्ल अनि आज भ्लग स्टार्ट गरेको है। यही भिडियो मार्फत पनि अब ह्याप्पी बर्थडे है त मेरी बुढीलाई, ह्याप्पी बर्थडे। अनि हाम्रो अर्को साथी पनि छन्, उसलाई पनि ह्याप्पी बर्थडे है। यही भन्दै अब हाम्रो बर्थडेको इन्ट्रो यहीँ सकिन्छ। तपाईँहरू हेर्दै जानु होला। अब यसपछि चाहिँ हामी यसो बजार सजार गरेर किनमेल सिनमेल गरेर के ल्याउँछौँ ट्याक्क लाएर, अनि त्यसपछि त्यहाँबाट चाहिँ फेरि कन्टिन्यू गर्नुपर्ला है त है साथीहरू। मैले चाहिँ बेलुन अलिकति बढी भएर हाम्रो ढोकाबाट छिर्ने बित्तिकै यस्तोरी यहाँ पनि बलुन, यहाँ बलुन राखेको, केही गर्नु बलुन बढी भयो। ल हाम्रो केटाहरू आइपुग्यो है। यहाँ भिडियो बनाउँदै आइरह, के बनाइरह हो, अर्को चाहिँ कुन दुनियाँमा छ। एउटा चाहिँ आइसक्यो, ल दुईजना आइसक्यो हाम्रो। ल आइयो ल क्रायोमा फेरि हामीलाई स्वागत छ है त। यस्तो जाडो छ यहाँ। ल आठजनालाई नि फेरि पनि स्वागत छ एकदम। अब हाम्रो चाहिँ बर्थडेको लागि तयारी हुँदैछ है। यहाँ क्यान्डल बाल्दै छन्, कोही यता छन्, यता छन् हो, यहाँ भाइ यता छ, दोस्त फेरि यता छ, अर्को एकजना छन् यता है। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु। हावाको लहरसँगै उडिरहन मन भयो, तिम्रो त्यो बासना चल्यो रे। ह्याप्पी बर्थडे टु यु। ताली ताली। निवेन है, निवेन सबै निवेन भयो है। खोइ भलै छैन ल। ह्याप्पी बर्थडे टु यु। यो के निभ्दै नदिने खालि क्यान्डल है गाइस। त्यो चाहिँ अब निभाउनु सक्नु पर्यो नि आफूले। निभा है, फाइनली निभो ल फाइनली। ल गाइस सबैजना उमेर अनुसार लाइन लागेर जानु होला प्रसाद ग्रहणको लागि। लमिज्यू ल तपाईँ चाहिँ हो यहाँभन्दा ठुलो बडो मान्छे होइन, तपाईँ चाहिँ आउनुहोस्। अरू मैले त के नै भन्न सक्दिनँ होइन। दोस्त त्यो त हाल्नु नि के ल्याउँछु माया फेरि तपाईँ काटेर खिलाउने होला मैले हो र यार। तपाईँ बेलुन त पड्काउनु पर्यो। काटेर खिलाइदिनुहोस् न। तपाईँले पो काटेर पहिला खिलाउनु त उसलाई। उसले काटेर खिलाउने तपाईँले काटेर उसलाई खिलाउनु क्या पहिला। यो ढल्न लाग्यो क्या राम्रोसँग गर न। बिजु कति खानुहुन्छ, थोरै खानुहुन्छ कि धेरै खानुहुन्छ? यो के को राख्ने नै ढल्न लाग्यो जस्तो लाग्यो मलाई। फर्स्ट टाइम जस्तो काटे म त हो फमिजी यस्तै हो, मेरो त काटा यस्तै। ल मेज्यू खानुहोस् राम्रोसँग है, राम्रो खानुहोस्। उसलाई दिने हो कि अलिकति। तपाईँलाई थ्याङ्क यू मिजु, थ्याङ्क यू भेरी मच। ल जाऊ दोस्त, जाऊ न फेरि स्पेस नखाऊ। तिमीलाई नि अब स्पेस रनिङ आउट भइसक्यो बाबु। त्यहाँ केही आउनु सक्छ, केही यताउति केही नगर है। के साँच्ची ल माई फ्रेन्ड, मेन पनि ह्याप्पी रिटर्न अफ द डे माई लाइफ। धन्यवाद। के खिलायो? जताएर काटेर खिलायो मलाई त। कस्तो खिलायो, अरू पनि खानुपर्छ है। आलु केक पनि खानै बाँकी छ, यो मात्रै होइन। थ्याङ्क यू माई फ्रेन्ड। केकमा त लाऊ यहाँ त स्याहाँ खिच त।
ठुलो बडा आउनुहोस् फेरि यतिकै मलाई कसैले केक काटेर खिलाउने कहिले यसरी मना भए पो थाहा हुन्थ्यो थोत्तर खिलायो है ल मेनी मेनी ह्याप्पी छैन मैले हेरेर दिइराखेको यार ल ह्याप्पी बर्थडे है त ल थ्याङ्क यू भेरी मच ल तिमी त ठुलो होला जाऊ 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 आसन ग्रहण गरौँ गोविन्दलाई चाहिँ खाइदियो नि दिदी है त सानै हो 3 मैले पठाइदिएँ हान्ने थोरै हान्ने मैले थोरै दिनमा हानेछ मेरो त बिचरा गाह्रो छ थ्याङ्क यू भेरी मच ह्याप्पी बर्थडे दिदी मैले भन्नु मिल्छ त्यो चाहिँ ल हाम्रो बहिनीलाई पनि मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे थ्याङ्क यू ल बहिनी ल खानै पर्छ थ्याङ्क यू सेम टु यु भैया यस्तो छ दुईजनाको सँगै बर्थडे परेपछि यस्तो हुन्छ सेम टु यु भन्न पाइयो नि त ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू भेरी मच सेम टु यु जाऊ है ल कान्छा आऊ भिडियो गर्दै थिएँ बास बास गर्दैन पास इज पास पास नो पास पास इज पास्ट गाह्रो यस्तो रमाइलो पुग्दैन ल अब मेरो जन्मदिनको शुभकामना देऊ मलाई ह्याप्पी बर्थडे गिफ्ट गिफ्ट कसले ल्यायो भने लियो केटा हो होइन गिफ्ट ल्याएर म त्यो गिफ्ट ल्याउ त धन्यवाद दोस्त तर्फबाट भन न समेटेर है थ्याङ्क यू भेरी मच मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे माई लाइफ हौ टाढा नै आयो ल भाइले त मलाई बोल्नै अर्कोले खाएन धोलै छैन हो धोलाएन त मैले के भन्नु थ्याङ्क यू भेरी मच भाइ थ्याङ्क यू मेरो बर्थडे विस गरिदिएको मेरो महिना फेरि यस्तो थ्याङ्क यू भेरी मच भाइ थ्याङ्क यू भेरी मच धेरै हुन्छ त अब अनबक्सिङ होला नि त अब हाम्रो दोस्रो सुरु हुँदैछ है एप्पल आएर Happy birthday to you. Happy birthday to you. Bora kora huँदै रहेछ यहाँ पर जस्तो हुने टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु ताले पड्का मनले पार्दै हराइ गयो भोक निन्द्रा हराइ गयो ल ल ल निभाउ निभाउ अलिक भित्र थियो हो बाँकी हो यो धेरै राम्रो हेलो हेलो ह्याप्पी बर्थडे हेलो टु मी छैन त हौ आवाजै छैन त्यो गाता भयो क्या यसको ब्याट्री ए तेरी बात त ब्याट्री भएपछि त गाह्रो परिहाल्यो नि कहाँ जाता भएर आऊ हौ त्यो यो मोबाइल यता समय यहीँ बसिरहेको ल म आइरहेको छु राम्रो चेक चेक बस थ्याङ्क यू दिने एउटै हो कि खाँदै जालास खाँदै जालास ल गइदिनु होला मेरो अङ्कल आउनुहोस् शुभकामना लाखौँ लाख धेरै धेरै शुभकामना छोरी दिनै पर्यो अर्को अब अर्कोचोटि आउँदाखेरि हो क्या मेरो पालो हो ल ठिक छ हुन्छ हो नि ल ह्याप्पी बर्थडे हामी आधा सानो एकै भोक लाग्छ कि आमालाई चक्कु कस्यो कोही हामीले उता खाने व्यवस्था पनि गरेका छौँ कि प्रसाद पनि व्यवस्था छ प्रसाद व्यवस्था छ अहिले नाच्दै अहिले नाच्दै बसिदिउँ केकमा मात्रै ल मेनी मेनी ह्याप्पी रिटर्न दे हाम्रो बहिनीलाई
थ्याङ्क यू म त गीत मैले मेरो तर्फबाट दाइको तर्फबाट भाइले फोटो त उता हो धन्यवाद राम्रो राम्रो रे ए बाबा टाँस्दिन मजाले यहाँ टाँस्न खोजेको टाँसेकै छैन कि हातमा मात्रै टाँस्ने ए त्यो दोस्त हाल्ने भने मेरो मोबाइल त फोटै आएन नि आज कहिले हालिदिन्छ दोस्त अलि उसमा भयो केमा भयो जसको दोस्त मात्रै सबको दोस्त म तिमी तपाईँ म त तपाईँलाई नेग्लेक्ट भइसक्यो क्या झन्डै सुने हो खोइ मैले खाइदिएँ गम बुढो सानो आगर हाते खाना भने गराएँ क्या धन्यवाद ल है त मेरो त बुढीलाई बुढाको तर्फबाट अर्को पनि जाए त ल हस्तान्तरण अझै अर्को पनि रहेछ यहाँ बुढीलाई त अब धेरै दिनु पर्यो झोलामा के छ झोलै हो भनेपछि त रिकर्ड ल भाइले पनि बिचमा डिस्टर्ब गर्दै भाइले डिस्टर्ब झोलामा के छ त अब नाच्यो म गर ल मैले कसले गर्छ डोरेमनको पकेट जस्तो म सक्दै भयो भान के थप्ने हो भन छिटो न आँखा खोल्ने खोल्ने आँखा होइन होइन अहिले ल बाबा फोटो खतरा पैसा मायाको यस्तो दिनु पर्यो त दिदी के खोजे खोइ के सरप्राइज भनेको के हो पैसा बुढाले सरप्राइज पाएन केही त छ अब कहाँ छ खोज्नु खोज्नु ल यही छ त्यही छ त्यही खोज्नु ल माथि जल्दी कहाँ छ त त्यहाँ छ म त देखिरहेको त्यहाँ के होला केही न केही छ डायमन्डै हुनु सक्छ डायमन्ड हो डायमन्ड यही हो है यही भित्रको बास मेरो पनि बुढी भयो यस्तै दिन्थ्यो होला भने अब छवि कमेन्ट दिएर होला नि त बुढी त कहिले हो गएर पनि छैन नि कोही हुन्छ भने हाम्रो मिर्ज्यूलाई होइन कोही हुनुहुन्छ भने खाली यो बजाइदियो ताली हाम्रो खानपिन सुन्नु भन्नु लाग्यो है धेरै चाहिँ छैन अलिक थोरै छ कोही यता छन् गिफ्ट लाएर भइसक्यो कोही यता यता छन् है अब चाहिँ हाम्रो खान्ते पिन्ते सब सुरु भइसक्यो है झ्याम्म लाएर ल खानी भए ससुराली सबै त्यही मात्रै केटीलाई पायो भने त्यो मैले नि मिलाइदिनु राम्रो है